Hello guys, welcome to my another new vlog and another day. अनि धेरै पछि भ्लग बनाउँदैछ है गाइज आज। त्यस्तै त हो नि, टाइम नमिलेर भ्लग बनाउनु पाएको छैन। अनि आज चाहिँ ड्युटी जाने समयमा पनि अलिकति टाइम निकालेर बनाउँदिउँ भन्नु। अनि त्यहाँबाट मोबाइल पनि बिग्रिरहेको थियो। अनि आज टक्क फङ्सन खेलेर नयाँ बनाएको है, धेरै पछि आउँदैछु गाइस। सबैजना सन्चै हुनुहुन्छ होला होइन? पनि सन्चै छु। केटाहरू ड्युटी हिँड्छन् केटाहरू होइन। रेलको पट्टी हामी चाहिँ यसरी रेलको पट्टिपट्टि जानुपर्छ है गाइस ड्युटीमा। आज चाहिँ नाइट ड्युटी छ। अनि नाइट ड्युटी जाँदा यस्तो सानो एउटा भ्लग पनि बनाइदिउँ भनेर। यस्तै छ आजको वेदरहरू होइन। बेलारुसको वेदरको चाहिँ भरै हुँदैन गाइस। गर्मी महिना लाग्यो भन्छ तर जाडो भइरहेको होइन, त्यही हो। आज चाहिँ बेलारुसको वेदरको बारेमा हल्का कुरो गरौँ भनेर भ्लग बनाएको, त्यसकै बारेमा होइन गाइस। दुई तिनजना मेरो युट्युबर साथीहरूले सोधिरहनु भएको थियो वेदरको बारेमा पनि बनाउनु भनेर। कस्तो छ त बेलारुसको वेदर होइन, जाडो छ कि गर्मी छ कि, सामानहरू के चाहिन्छ त्यसको बारेमा बनाउनु छ है गाइस। आज चाहिँ धेरै पछि आएको भएर अलिक गर्दैछु होइन। अनि गाइस लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। सब्सक्राइब चाहिँ गरिदिनु होला, तपाईँहरूको सबै चाहिरहेको छ होइन। यस्तो अब तपाईँको यहाँ चाहिँ 12 महिनामा 8 महिना जति चाहिँ जाडो महिना लाग्छ, जाडै हुन्छ 8 महिना चाहिँ। अनि सक्दो जाडोको सामानहरू चाहिँ धेरै हालेर आउनु होला। बेलारुस आउँदै हुनुहुन्छ भने चाहिँ विन्ड स्वेटरहरू, विन्ड ज्याकेटहरू होइन, वाटरप्रुफ ज्याकेट पनि हाल्नु होला एउटा दुइटा। अनि ऱ्याङ्कटहरू हालेर आउनु होला, पानी सानी पर्छ टक्क। ऱ्याङ्कट ल्याउनु चाहिँ नबिर्सिनु होला। जाडोको सामान धेरै हाल्नु होला। थर्मोकोटहरू होइन, थर्मोकोट चाहिँ 12 मासै चाहिन्छ यहाँ चाहिँ। मजाले थर्मोकोट लगायो अनि काममा बस्यो। जाडो छ नि त, त्यही हो। अहिले गर्मीको सिजन पनि हालत त्यस्तो छ, पानी परेर अहिले भर्खर पानी सुकेको हो होइन। त्यही भएर जाडोको सामान चाहिँ अलिक धेरै हाल्नु होला। गर्मीको चाहिँ खुट्टा टी सर्टहरू 2-3वटा हालेर आउँदा हुन्छ। मेन चाहिँ जाडोलाई फोकस गरेर आउनु होला, त्यही हो। अलिकति यहाँको वेदर पनि देखाउँछु म तपाईँहरूलाई। यस्तो छ है, हामी दाजुभाइहरू यसरी रेलको पट्टी हिँडेर कामतिर लाग्दैछौँ। नाइट ड्युटी 7 बजिसक्यो यहाँ, त्यही पनि उज्यालै छ। पानामाको जङ्गल देखाउनुपर्छ। पानामाको जङ्गल, बेलारुसको पानामाको जङ्गल देखाउँछ है गाइस। हामी कस्तरी हिँडेर जाँदो रहेछौँ त बेलारुसमा। काम गर्न कति कठिन रहेछ त देखाउँछु एकछिनमा। विदेश भन्छन् मान्छेहरू, विदेशको हालत देखाउनु पऱ्यो नि त। हामी पनि त्यही भनेर आइहाल्छौँ नि त, विदेशमा होला भनेर, पैसा होला भनेर आएको थियो। आएपछि देखियो। तर गाइज मैले आइफोन किनिदिएँ भन्नु आज लास्टमा आइफोनबाट हाने हो भन्दै क्या गाइस। यहाँ चाहिँ कन्सल्टेन्सी कामहरू चाहिँ यहाँनिर छ है गाइस है। तर अहिले
धेरै दाइ तपाईँको नेपालबाट कन्सल्टेन्सीतिर आउनु लागेको रहेछ नि अहिले मिन्सतिर खुल्या रहेछ क्या दुईजनाले मलाई कन्ट्याक्ट गरेको थिएँ हो कि होइन बुढा म्यासेज देखाइदिन्छ अनि मिन्समा अरे क्या तिनीहरू काम गर्नु कति $550 बेसी स्यालेरी 550 भनेको त थोरै हो त पहिला चाहिँ आउँदै हाम्रो यो दाइ आउने बेलामा चाहिँ यो हाम्रो फिसतिर सियोफुरतिर मात्रै ओभर कम्प्युटरहरू झरिरहेको थियो नि त अहिले चाहिँ जस अरू काममा पनि ओभर कम्प्युटरहरू अफर लेटर आइरहेको रहेछ एउटा साथीले भन्नुभयो मलाई नि त्यस कन्सल्टेन्सी लाइनतिर चाहिँ राम्रो छ बरु यहाँभन्दा चाहिँ हाम्रो कामभन्दा पैसा अलिकति बढी हुन्छ होइन त्यही हो देखिहाल्नु भयो होला यहाँको यस्तो छ मौसम होइन मालबाग देखाइदे मालबाग क्लियर सही मालबाग ट्रेन देखाइदे यो मालबाग ट्रेन तर मालै छैन यो ट्रेनमा चाहिँ ट्रेन चाहिँ लास्टै लामो भनेको त्यसमा माल चाहिँ कति पनि छैन फेरि बेलारुसको पानामा जङ्गल इन्ट्री गर्दैछौँ है गाइस हामी बिस्तारै यहाँ त पुरै फेरि बाघ भालु त आउँदैन कि तर भालु चाहिँ आउँछ है गाइस बाघ चाहिँ आउँदैन अस्ति देखेको थियो एउटा भालु तर मान्छे हिँडेको थियो कस्तो खाले भालु चाहिँ थाहा भएन अर्कोचोटि चाहिँ टक्क जानुपर्छ यहाँबाट चाहिँ स्टार्ट भयो है ल पानामा जङ्गल बेलारुसको गाइस लगभग आधा घन्टा चाहिँ हिँडेर जानुपर्छ काममा त्यही हो दुःख छ मैले अगाडि नै सबै भनिसकेको छु तपाईँहरूलाई होइन यसरी अझै राम्रोसँग बुझेर आउनु होला बेलायसी आउँदै हुनुहुन्छ भने चाहिँ है जङ्गलको बाटो यस्तरी हिँडिन्छ जङ्गल बाटो हिँड्दै एक्लै त हिँड्न सकिँदैन फेरि अहिले पो 8-9 बजीसम्म उज्यालो हुन्छ त पछि जाडो महिनाको समय त अँध्यारै हुन्छ 6-7 बजी नै म चाहिँ भालुहरूले अट्याक गर्ने हो कि भन्ने हुन्छ नि फेरि यस्तो गाइस बाबा दिउँसै यहाँ त फेरि मारेर फाल्यो नि केही थाहा नै हुँदैन गाइस यस्तो रिस्क लिएर काम गर्नुपर्छ ल हेर्नु त्यसै यस्तो जङ्गलको बाटो जङ्गली हुँदा यस्तै हिँड्नुपर्छ अस्ति भालु जस्तै देखेको थियो तर नजिक जान त सकेन डरले टाढाबाट नै हेरिदियो कारिज पनि देखेको थियो पानीले यस्तै अझै पनि पानी सुकाइहाल्यो नि यस्तो जङ्गलको बाटो त्यसमा हामी काम गर्नलाई है देखिहाल्नु भयो होला यहाँ चाहिँ म छु यस्तरी हिँडिरहेको छु जङ्गलको बाटो काम गर्नलाई त्यही गाइस भन्नुहाल्यो अघि पनि खासमा वेदरको बारेमा हो यो भिडियो चाहिँ होइन तपाईँहरूलाई भोलि आउनु सजिलो छ नि त होइन यस नेपालबाट आउँदै हुनुहुन्छ भने चाहिँ मजाले जाडोको सक्दो जाडोको साउन्डहरू लिएर आउनु होला जस्तो ट्र्याकहरू होइन न्यानो ट्र्याकहरू ज्याकेटहरू बढी हालेर आउनु होला विन्ड ज्याकेटहरू होइन अनि त्यहाँबाट फेरि रेनकोट चाहिँ हालेर आउनु होला पानी परिरहन्छ पछि गाह्रो पर्छ रेनकोट भएन भने गर्मीको चाहिँ साउन्डहरू त्यति हाल्नु पर्दैन टी सर्टहरू 2-3टा हाल्दा हुन्छ त्यही हो पानीमा म जुगा लगाएर त्यही गाइस है वेदर चाहिँ यस्तै छ पानी पर्छ हिउँ पर्छ थाहा नै हुँदैन भरै हुँदैन त्यही हो आजको भिडियो चाहिँ
पानामा जङ्गलको बारेमा पनि भनिहाल्यो है होइन बुढाले उसको पानामा जङ्गल बनाइदियो उसलाई ठिक छ ल त गाइस आजलाई यति नै है अब नेक्स्ट टाइम अर्को भ्लगमा भेटौँ ल हाम्रो मान्दै सँगसँगै